हेलो साथीहरू, तपाईहरुलाई आज पनि म स्वागत गर्न चाहन्छु मेरो नयाँ भिडियोमा। र आज चाहिँ हाम्रो यहाँ मागेदेखि स्वामी पार्क र बोझोबारी हामी जाँदैछौँ। यहाँ बाला घरको फ्यामिली मिलेर हामी केटाकेटी मिलेर घुम्न जाँदैछौँ आज। गाजल त्यो तिम्रो मेटाइदेऊ न तिम्रो हामी जाने क्रममा छौँ घरबाट। हामी निक्लिसकेर अहिले आधी बाटो चाहिँ आइपुग्यौँ भन्दा नि हुन्छ, आधी चाहिँ हुन आँट्यो। अब हामी आइतबारे पुग्छौँ। त्यहाँबाट उता हुन्छ हाम्रो यात्रा कालापानीबाट चाहिँ बोझोघारी जाँदैछौँ। अहिले चाहिँ हामी ग्राउन्ड आइपुग्यौँ। फोन गरौँ। र यहाँबाट चाहिँ हाम्रो एकजना साथी अझै आउन बाँकी छ, रोजन। यहाँ रोजनको आगमन भइसक्यो हाम्रो। अहिले चाहिँ हामी हाम्रो साथीलाई पर्खिरहेका थियौँ। हाम्रो घर अलिक तल थियो र उसको घर अलिक माथि थियो। ऊ बाटोमा भेट भयो हामीसँग र यहाँबाट हामी आफ्नो गन्तव्यतर्फ बढ्दैछौँ। आजको हाम्रो यो ट्रिपमा तपाईँलाई कस्तो लाग्दैछ? यता हेर न, लु भन्नु, आजको ट्रिपमा कस्तो लाग्दैछ तपाईँलाई? क्यामेरामा हेरेर हजुर एकदम राम्रो लागिरहेको छ। स्वामी डाँडा घुम्न गइरहेको छौँ। स्वामी पार्क घुम्न गइरहेको छौँ। हजुर, भाइ बहिनीहरूसँग गएको आज। भाइ बहिनीको परिचय गरिदियो लु, को कसको छोरा, को कसको छोराछोरी। लु, सानीमाको छोरी, छोरा, माइली सानीमाको छोरा, भाइ। हजुर, अनि म जेठी सानीमाको छोरा, जेठीमा सानीमाको छोरा बाला। हामी घुम्न जाँदैछौँ। रेसमा कस्तो लाग्दैछ आज? फेरि तिमीलाई कस्तो लाग्दैछ? माथिदेखि तलसम्म सिरिरिरि हुँदैछ नि यसैले। र हामी रमाइलो गर्दै एकअर्कासँग जिस्किँदै हाँस्दै गर्दै हामी आफ्नो यात्रातर्फ गइरहेका छौँ। रोजनलाई गरी भइरहेछ। मलाई एकदम खतरा। खोइ के भइरहेछ, दम बढ्दैछ अलिक चाहिँ। अब चाहिँ हामी पुग्न आँटेर आधी बाटो भयो। भेरी गुड। र गाइस, अब चाहिँ हामी लगभग घरदेखि 45 मिनट 1 घन्टाको पैदल यात्रा पछाडि हामी हाइवेसम्म निक्लिसकेका छौँ। र अब हाइवेमा पुगिसके पछाडि चाहिँ हाम्रो फेरि अगाडिको यात्रा हुन्छ। आज हाम्रो दुईवटा यात्रा हुँदैछ, दुई ठाउँको। कहाँ भन्दा स्वामी पार्क, एउटा बोझोघारी। र पहिला हामी स्वामी पार्क जानेछौँ यहाँबाट, र बोझोघारी अनि अन्तिममा जानेछौँ। र तपाईँहरूलाई भिडियोमा देखाउनेछौँ। हाम्रो भाइ बहिनीहरूको अथवा हामी एक आपसमा धेरै वर्ष पछाडि हाम्रो भेटघाट भएको कारणले हामी धेरै मौजमस्ती गर्दै एकअर्कालाई जिस्काउँदै हाँस्दै रमाउँदै हामी यात्रातर्फ लागि नै रहेका छौँ। भने अब चाहिँ हामी केही समयमा पुग्नेछौँ, जसलाई चाहिँ स्वामी पार्क भनेर चिनिन्छ त्यो ठाउँलाई। र फाइनली गाइस, अहिले चाहिँ हामी लगभग 1.5-2 घन्टाको यात्रा पछाडि हामी ढिलो रमाइलो गर्दै हिँड्यौँ। त्यही भएर अलिकति ढिलो भयो, त्यस्तो धेरै बाटो त होइन। र रमाइलो गर्दै आउँदा ढिलो भएको कारणले अब चाहिँ हामी पुग्न लागेका छौँ। र अब चाहिँ हामी जाँदैछौँ है, पुग्न आँट्यो। फ्याक्ट्री रहेछ। अब चाहिँ
र साथीहरू अहिले चाहिँ भने तपाईँहरूले जुन यो सिँढी भएको बाटो उकालो जाने देख्नु हुँदैछ यो चाहिँ हाम्रो स्वामी पार्क जाने बाटो प्रारम्भ भइसकेको छ र यहाँभित्र कस्तो कस्तो ठाउँहरू छ तपाईँहरूलाई हामी देखाउनेछौँ। यो हाम्रो पहाडी इलाकामा भएको कारणले एकदमै ठुलो जङ्गल पनि छ र एकदम पिसफुल शान्ति छ यहाँ धेरै। र हामीले स्वामी पार्कभित्र आइसकिसके पछाडि यहाँको रुखहरूमा हामी चढ्दै हेर्दै रमाइलो गर्दै फोटोहरू खिच्ने काम गरिरहेका छौँ र अहिले चाहिँ भने हाम्रो भान्जा र म चढिरहेको छौँ रुखमा। हामी यहाँ फोटोग्राफीहरू गर्दैछौँ, अलिअलि यताउता मिलाउँदैछौँ, घुम्दैछौँ हामी अहिले। र भने हामी चाहिँ अब यो स्वामी पार्कभित्र घुमिसकिसके पछाडि फोटोहरू खिचेर अब हामी अर्को बोझोघारीपट्टि हामी जानेछौँ। र तपाईँहरूलाई यो स्वामी पार्कमा आउन मन छ भने हाम्रो इलाम जिल्लाको सूर्यजा नगरपालिकामा स्थित 11 नम्बर वडा नम्बरमा पर्छ। तपाईँहरू यहाँ आउन सक्नुहुनेछ। अहिले भने चाहिँ हामी स्वामी पार्क घुमिसकिसके पछाडि अब बोझोघारीतर्फ हामी लाग्दैछौँ र यहाँको यो रमाइलो सुन्दर प्राकृतिक दृश्यहरू तपाईँहरूलाई देखाउँदै देखाउँदै हामी अघि बढिरहेका छौँ। र हामीले चाहिँ जाने क्रममा बाटोमा जर्मन सेफर्ड कुकुर देखेर हामी चाहिँ जिस्काउन लाग्यौँ। र किनभने कुकुरदेखि हामी सबै एकदमै डराउँथ्यौँ र कसैले मलाई नजिस्काउनु भन्नु हुँदै थियो यताबाट अरूले। र यसै क्रममा हामी जिस्काउँदै जिस्काउँदै रमाइलो दृश्यहरू हेर्दै फाइनली पुगिसकेका छौँ बोझोघारी। र साथीहरू हामीले यसै क्रममा यहाँ बोझोघारीमा रमाइलो रमाइलो पलहरू बिताउँदै नयाँ नयाँ छायाचित्रहरू लिँदै हामी यहाँ अब खाजा खान आइसकेका छौँ, चटपटे खाँदैछौँ। र अब हामी यो खाजा खाइसकिसके पछाडि हाम्रो नयाँ यात्रातर्फ लाग्नेछौँ, त्यो पनि हामी हजुरहरूलाई देखाउनेछौँ। र साथीहरू अब चाहिँ अहिले भने हामी खाजाहरू खाइसकिसके पछाडि एकछिन चियाबारीतर्फ जाँदैछौँ र एकछिन मोज मस्ती गर्छौँ अब त्यहाँ। हामी घुमिसक्यौँ है, अब दिल्ली फर्क्यौँ। आजको भ्लग यति नै गाइस। तपाईँहरूलाई मन परेमा लाइक